ओके, नमस्कार सबैजनालाई। म चाहिँ निराजन ढकाल। अब मैले आज चाहिँ हजुरहरूलाई E74 भिजाको पेपर, त्यसपछि E74R भिजाको पेपरहरू र कसरी अप्लाई गर्ने, कहाँबाट डिटेल हेर्ने र कसरी त्यो पेपरहरूको चाहिँ अब फिलअप गर्ने कसरी, त्यसको बारेमा चाहिँ हजुरहरूलाई सिकाउँछु है त। मेन चाहिँ हजुरहरूलाई यदि अब E74R को बारेमा कम्पनीलाई गएर भन्नु पर्यो अथवा हजुरले चाहिँ आफैले के गरेर बुझ्न मन लाग्छ भने चाहिँ पहिला चाहिँ हामी जानु पर्यो हाई कोरियामा। तपाईँ हाई कोरियामा गइसकेपछि गुगलमा सर्च गर्नुहोस्, के गर्नु परेन, हाई कोरिया भनेर सर्च गर्नुभयो भने यसरी आउँछ। यसमा थिचेर भित्र जानुभयो भने अब यो हाई कोरियाको तपाईँको यो मेन पेज खुल्यो होइन त। त्यसपछि न्युज खुङ्जीमा गएर हजुरले खुङ्जी साहाङमा जानुभयो भने चाहिँ अब E74R को त नर्मल्ली बाहिर बाहिर यो बोधुछारोमा, त्यसपछि कोरियाको त्यो सरकारको पोर्टल साइटमा आएको भएको भएर E74R को चाहिँ छैन। हुन चाहिँ एउटै हो कुरा, E74R E7 भिजा एउटै हो। E7कै त्यही E74कै अब मतलब भिजाको क्याटेगोरी हो, जसमा चाहिँ E74R चाहिँ जनसङ्ख्या कम भएको ठाउँमा दिने, त्यसपछि स्थानीय सरकारको सुचना चाहिने मात्र हो, अरू केही फरक छैन है त। त्यसपछि अब यहाँनिर लगभग पहिला आएको न्युज भएको भएर त्यो नोटिस भएको भएर अलिक पछाडि पछाडि जानु पर्यो। 2 नम्बरमा हेर्दा पनि छैन है त। अब 3 नम्बरमा जानु पर्यो। अलिक पछि हेर्नुभयो भने 4-5मा जान पनि सकिन्छ है। अब 3 नम्बरमा हेऱ्यो भने चाहिँ 2025को 29मा 2 को महिना 27मा आएको रहेछ न्युज, त्यो चाहिँ हेर्नु पर्यो। 2 को महिना 27को न्युजलाई हेर्नु होला है त। यो 2 को महिना 27को न्युजलाई हजुरहरूले हेर्नु होला। त्यसपछि यो इचानिसी बोन्यन E74को हेरौँ है त। भित्र गएर चाहिँ अब यहाँ डिटेल छ कसरी अप्लाई गर्ने के गर्ने भनेर छ। अब यसमा यो हाङ्गुल फाइलमा छ तपाईँको त्यो डिटेल चाहिँ होइन। मैले पिडिएफमा कन्भर्ट गरेर अलरेडी बनाइसकेको छु, डाउनलोड गर्नुहोस्। कम्प्युटर छ भने कम्प्युटरबाट खुल्छ आनन्दले, त्यो चाहिँ केही भएन। त्यो हाङ्गुल फाइल भए पनि कोरियन फाइल हो, पिडिएफ चाहिँ छैन यो आई कोरियामा। खुलेन भने चाहिँ मसँग यदि पिडिएफ चाहियो भने मलाई भन्नुहोस्, मैले पठाइदिन्छु है। त्यसपछि अब मेन भनेको अब जाउँ त्यो एप उसमा जाउँ। हजुरको चाहिँ यो हो त्यो फाइल चाहिँ, यो फाइल हो है। अब यसमा केही हेर्न परेन, अलरेडी हामीले अथवा अरूले धेरैजनाले धेरैचोटि भिडियो बनाएर हालिसक्नुभयो। मेन भनेको तपाईँको हाई कोरियामा आइडी पासवर्ड चाहियो र कुन बेला चाहिँ सिन्सन गर्ने भन्दा चाहिँ तपाईँको तपाईँको जन्म मितिको वर्ष हेरेर, मानौ 1990 हो भने चाहिँ यो जिरोलाई हेर्नु पर्यो। 1995 हो भने चाहिँ सरी 1995 हो भने चाहिँ यो 5लाई हेर्नु पर्यो। 0 हो भने पनि फुमेल भयो, 5 भए पनि फुमेल भयो। के गर्ने यहाँ के छ त, 1993 हो भने चाहिँ 93को सुयोहिल, त्यसपछि 98को पनि तपाईँको सुयोहिल। त्यसैले हेरेर अप्लाई गर्नु होला। बिहान हजुरको 7 बजेदेखि बेलुका 10 बजेसम्म अनलाइनबाट आई कोरियाबाटै अप्लाई गर्दा हुन्छ है त। मेन चाहिँ आज मैले भन्न खोजेको चाहिँ पेपर, हजुरहरूले पेपर कसरी पाउने, त्यसपछि फिलअप कसरी गर्ने, त्यसको बारेमा हो। अब यो डिटेल त पहिला धेरैचोटि हालिसकेका छौँ हामीले, पहिला मैले, अरूले धेरैजनाले हालिसक्नु भएको भएर यसको बारेमा चाहिँ नभन्दा नि हुन्छ है। अब तल तल जाउँ, सबै पेपर यही फाइलमा छ। कोरियन अब तपाईँहरूको कम्पनीको मान्छेले चाहिँ कहाँ हो कसरी हो के गरी गर्ने भन्ने कुरा थाहा भएन भने यसरी यसरी गर्ने हो, यो एकचोटि हेरेर गरिदिनुहोस् भन्नुभयो भने हुन्छ है। अब तपाईँको E74को केसमा चाहिँ हजुरको अब फी सुदोकन भयो भने चाहिँ 3 वर्षमा पनि अप्लाई गर्न मिल्छ कोरियाको। तर नर्मली सौल इन्सन खेङ्गिदोमा चाहिँ 4 वर्ष हुनुपर्छ है त E74 अप्लाई गर्न। अब E74R जनसङ्ख्या कम भएको क्षेत्रमा हो भने चाहिँ 2 वर्ष, कोरियाको 2 वर्षमै अप्लाई गर्न मिल्छ। अब यो पोइन्ट सिस्टमको बारेमा हो। 2 वर्षको एभरेज स्यालेरी हिसाब हुन्छ है त। तपाईँको मानौ 2023मा 3 करोड, 2024मा चाहिँ मानौ 4 करोड छ भने दुईटा जोडेर 7 करोड भयो र त्यसको चाहिँ एभरेज 3.5 करोड हुन्छ। त्यो भनेको कति भयो त, यसमा 3.5 ठ्याक्कै छ भने चाहिँ यो काउन्ट हुन्छ। तर होइन 3.5 भन्दा अलिक बढी भयो, 51 लाख भयो भने चाहिँ हजुरको यो काउन्ट हुन्छ, 80 पोइन्ट पाइयो है त। अब त्यसपछि उमेर, त्यसपछि कोरियन ल्याङ्ग्वेज उमेरको बारेमा पनि हेर्नु होला कति पाइन्छ। त्यति धेरै गाह्रो छैन। अब साधारणका 3 लेभल 50 भइहाल्यो, 4 लेभल 80 हुन्छ। अब उमेरमा पनि मान उमेर यदि तपाईँहरूलाई हिसाब गर्न आएन भने चाहिँ गुगलमा चाहिँ मान मान खेसाङ्गी भनेर, मान नाइ खेसाङ्गी भनेर गर्नुभयो भने त्यहाँ राख्ने आउँछ। 1993देखि लेखेर अहिलेको कति त 2025 भनेपछि मानमा कति हुन्छ त, यो भन्दा हजुरको चाहिँ लगभग 32 वर्ष
मानको हिसाब गर्दा 32 वर्ष हुन्छ। अब त्यसमा पनि तपाईँको चाहिँ जन्म कटेको छैन। यदि तपाईँको 23 को 9 हो भने चाहिँ मानमा 32 हो, तर हजुरको 23 यो सरी 23 93 को 2 हो भने चाहिँ मानमा 33 हुन जान्छ है त। त्यो चाहिँ अब हिसाब जान्नु भएन भने हिसाब गर्दा अब 33 वर्ष भनेको कति भयो त 60 पोइन्ट, त्यसरी गर्दा हुन्छ है त। मान्छे हो यो चाहिँ, मानमा हिसाब हुन्छ है त। ओके, अब चाहिँ पेपरहरू चाहिने डकुमेन्ट के चाहिने भन्ने हुन्छ नि। E7 को केसमा हजुरको चाहिने डकुमेन्ट यति हो, E7 4R सरी E7 पहिला E7 4 को बारेमा हेरौँ अनि R को बारेमा भनिदिन्छु है त। E7 4 मा हजुरको थुङ्गाप सिमसङ छ भन्ने छ, यो पनि हजुरको यही फाइलमा छ, अहिले मैले तल गरेर देखाइदिन्छु। त्यसपछि यो कन्साबन हजुरको अब साजिन फोटो भइहाल्यो। त्यसपछि छम्सुजे भनेको यही हो, छम्सुजे सिमसाको सरी यो चाहिँ छम्सु काउन्ट गर्ने हो भने छम्सुजे सिमसाको चाहिँ त्यसलाई हेरेर तलपट्टि छ, मैले भनिदिन्छु। सिमसाङ खिचुल्चो पनि यहीँ छ, यही पेपरमा यहाँ फुत्थिम फुत्थिम भन्ने छ नि त, यो सबै यहीँ छ भनेर भन्न खोजेको है त। त्यसपछि खुल्लो ख्याक्स चाहिँ E7 को बनाउँदा चाहिँ 2 वर्षको बनाउनु होला इन्डियन। जस्तै अब तपाईँले अप्लाई गर्ने डेट अलरेडी थाहा छ भने चाहिँ त्यसरी लेख्यो भयो, नत्र चाहिँ अब हगा इल्लो बुद्ध E7 4 हगा इल्लो बुद्ध इनेन काजी हान्दा भनेर लेख्दा हुन्छ। त्यसपछि त्यो यो सोधोखुमे चुमिन्छ त मैले आइकुरा त्यो होम ट्याक्सबाट कसरी निकाल्ने त्यो पनि भनिदिइसकेको छु। त्यो चाहिँ कोरियन ल्याङ्ग्वेज सुरुमा E7 बनाउँदै हुनुहुन्छ, E7 4R बनाउँदै हुनुहुन्छ भने कोरियन ल्याङ्ग्वेज नभए पनि केही भएन, चाहिएन, पोइन्ट पुग्छ भने बनाउँदा हुन्छ। तर दोस्रोचोटि यन्जाङ गर्दा चाहिँ ल्याङ्ग्वेज चाहिन्छ है त, त्यो पनि पहिला नि भनेको थिएँ। त्यसपछि यो सिनोङ फोजुङ छ भनेको चाहिँ कम्पनीले तपाईँलाई यो मान्छे चाहिँ अब मेरो अन्डरमा बस्ने कुरा चाहिँ मैले ग्यारेन्टी लिन्छु भनेर एउटा बनाउने पेपर हो, त्यो पनि यही लेबर कन्ट्याक्ट जस्तै गरी सेम बनाउँदा हुन्छ। अब यहाँ फोन इन भनेर लेखे तापनि यो खुल्यो ख्याक छ, फोन यो सिनोङ फोजुङ चाहिँ साउ र तपाईँ दुईजना भएर बनाउनु पर्छ है त। तर त्यसपछि अब यो चाहिँ 8 9 10 11 12 चाहिँ हजुरको कम्पनीको कागजहरू हो, यो लर देखाइदिनु भयो भने उनीहरूले हजुरको दिन्छन्। अब कम्पनीको छुट्टन्छको केसमा चाहिँ हजुर यदि तपाईँ चाहिँ कम्पनीमा 1 वर्षभन्दा बढी हुनु भएको छ भने छुट्टन्छ दिन मिल्यो, त्यसको पोइन्ट पाइन्छ 50 पोइन्ट, त्यो युज गर्न पाइयो। त्यसपछि अरू चाहिँ अब यो छ भने यो तलको चाहिँ छ भने राख्दा हुन्छ, नत्र राख्दा नराख्दा नि भयो है। त्यसपछि गएर चाहिँ अब E7 4R को पनि यो सबै बनाउनु पर्यो, यो सबै यामाको सबै बनाउनु पर्यो। E7 4R को चाहिँ भन्नुपर्दा E7 4R चाहिँ तपाईँको यो सबै बनाउनु पर्यो। यो बनाइसकेपछि पनि एउटा छुगा के हुन्छ त, यो ख्वाङ्यक चिज छुच्छन्छ भनेर छ, यो ख्वाङ्यक छिच्छाजेको छिच्छाजेको छुच्छन्छ चाहिँ हजुरले दिनुपर्छ है त। तर यसमा चाहिँ 30 पोइन्ट भने पनि अर्को हजुरको E7 4R को पोइन्ट सिस्टम जुन छ त्यसमा चाहिँ यसको 50 पोइन्ट पाइन्छ है त। यो चाहिँ छिच्छाजेको 50 पोइन्ट, यदि एउटै कम्पनी काम गर्नु भएको छ भने त्यहाँबाट पनि हजुरले 50 पोइन्ट पाइने भयो। कोही के छुच्छन्छ एउटै कम्पनीमा 3 वर्ष बस्नु भएको छ भने पनि 20 पोइन्ट पाउनु हुने भयो। अब इनको खाउँछ क्षेत्रमा 3 वर्ष बस्नु भएको छ भने 20 पोइन्ट पाउनु, सबै जोड्न मिल्छ है त, सबै जोड्न मिल्छ, जोड्न नमिल्ने होइन। त्यसपछि पोइन्ट अब जति धेरै भयो त्यति भिजा पाउने अथवा तपाईँको चाहिँ चाँडै हुने भन्ने हुँदैन। पोइन्ट ठ्याक्क 200 पुग्यो भने सबै पेपर मिलाएको छ, तपाईँ इलिजिबल हुनुहुन्छ भने भिजा आउँछ, डराउनु पर्दैन है त। अब चाहिँ मैले मेन त अब पेपर कसरी पेपर मलाई धेरैजनाले कसरी लेख्ने त्यो चाहिँ एउटा भिडियो बनाएर हालिदिनु न भन्नुभएको भएर मैले यो भिडियो बनाएको हो। त्यो नर्मल्ली योभन्दा अगाडि भनेको चाहिँ सबै मैले हजुरहरूलाई पहिल्यै भिडियो बनाएर हालिदिइसकेको छु है त। अब यो भयो छमसिप्यो, यसलाई नै डाउनलोड गरे भयो, हातले लेख्दा हुन्छ, कम्प्युटर लेख्न पर्दैन। हातले लेख्दा नि हुन्छ, नाम लेख्नुहोस् यहाँनिर, मेरो नाम ढकाल निराजन, यसरी एलियन कार्ड नम्बर राख्नुहोस्, यसरी कम्पनीको नाम के छ त्यो राख्नुहोस्, नेपाल यसरी लेख्दा भयो, अथवा नेपाल भयो है। यति अरू कहीँ केही गर्नु परेन, त्यति लेखेर तल चाहिँ 2 वर्षको पोइन्ट कति हुन्छ त यहाँ माथि हेरेर यहीँ हेर्न मिल्यो। ल तपाईँको चाहिँ 3 करोडदेखि 3 करोड 50 लाखको बिचमा छ भने 65 पोइन्ट राखेर अब त्यसलाई त्यसको लागि चाहिँ तपाईँले के पेपर राख्नुभयो त, 65 पोइन्ट त ऊ गर्नुभयो, के पेपर राख्नुभयो त, यन सोधो 2022 2023 यसरी लेख्दा भयो है। त्यसपछि हाङ्गुक नुलेङ सिएम चाहिँ 50 पोइन्ट के हो त, KIIP अथवा साजन फेङ्का छमसिप्यो भन्ने नि भयो। यतिकै लेख्दा पनि केही फरक पर्दैन है त। नाईमा चाहिँ हजुरको के हुन्छ त, नाई चाहिँ मानव तपाईँको 33 वर्ष हुनुहुन्छ भने कति पाइन्छ 50 पोइन्ट। केबाट हेर्न मिल्यो त, नाई चाहिँ तपाईँको नाई
सामसिप साम्से यसरी लेख्दा भयो है त। यो नाइ लेख्न पर्दैन, त्यतिकै सामसिप साम्से भनेर लेख्दा नि हुन्छ है त। माथिपट्टि चाहिँ यसरी लेखौँ है त, सजिलो हुन्छ। ओके, सुतुक 22-23 को साजन फेङ्का सासिप इजम, त्यसपछि सामसिप साम्से। अब त्यसपछि यदि तपाईँको चाहिँ E7 4R हो भने यो छुचन्छ चाहिन्छ, यो छुचन्छ भयो भने 50 पोइन्ट है त। यो चाहिँ E7 4R को केसमा अब यही लेखिदिँदा भयो, ख्वाङयक्ची छुचन्छ। अथवा E9 को पनि पोइन्ट पुगेको छैन भने, सरी E9 ले E7 4 को पनि पोइन्ट पुगेको छैन भने हजुरले यहाँबाट छुचन्छ निकाल्न मिल्छ भने निकाल्दा हुन्छ है त। छिबाङ छाछी अथवा छिछाछे छुचन्छ भनेर लेख्दा नि हुन्छ यतिकै, छिछाछे छिछाछे छुचन्छ भनेर यसरी लेख्दा अब छुचन्छ। अब खोयोङ खियोक छुचन्छ भने कम्पनीको छुचन्छ, त्यतिकै खोयोङ खियोक खोयोङ खियप छुचन्छ भनेर लेखिदिँदा हुन्छ है त। खोयोङ खियप छुचन्छ। धेरैजनाले यति पनि लेख्न गाह्रो भएर पैसा धेरै लिएर अरूलाई गराउनुहुन्छ। अब मैले चाहिँ सकेसम्म आफूले गर्न सक्ने, आफूले गर्न सकिनेसम्म त गर्नु पऱ्यो, भ्याइँदै भ्याइएन भने त अब काम पैसा अरूलाई लगाएर गर्दा पनि हुन्छ। तर अब यो नर्मल कुराहरू, सानो कुराहरू अरूलाई भन्दा पनि आफूले गर्दाखेरि राम्रो हुन्छ है त। धेरै कुराहरू पछि पनि गर्न सकिन्छ। अब यस्तै गरी 3 वर्ष तपाईँ यिनको खामसम्म अब एउटै कम्पनी बस्नु भएको छ भने 30 पोइन्ट फेरि राखे भयो, खेसो 23 लेखेर पछि अब तपाईँको उन्जन मेनचुङ छ भने 10 पोइन्ट भयो। अब इल्चम फुत्थङ इचम फुत्थङ भन्ने छ नि, त्यो इल्चम फुत्थङ इचम फुत्थङ उन्जन मेनचुङ भनेर लेख्दा नि हुन्छ। यहाँ जे भनेर लेखेको छ त्यही पछाडि लेखिदिँदा हुन्छ, केही गर्न पर्दैन है त। यहाँ लेख्दाखेरि चाहिँ त्यसपछि यहाँनिर कहिले लेख्नु भएको 4 को महिना 20 गते नाम साइन लेखेपछि सक्यो। अब यो खिसुल छ भनेको चाहिँ हजुरको सिमसाङ खिसुल छ भनेको चाहिँ तपाईँको आफ्नो फ्यामिलीको बारेमा लेख्ने हो। यो चाहिँ प्रिन्ट गरेर हजुरको नाम लेख्नुहोस्, आइडी कार्ड नम्बर, नेपाल, फोन नम्बर, त्यसपछि अब नेपालमा कतिको छ त तपाईँको चाहिँ पढाइ, हाई स्कुल, ब्याचलर, मास्टर, पिएचडी, एउटामा चुज गरिदिए भयो। अब स्कुलको नाम लेखिदिनुहोस्, डकुमेन्ट चाहिँदैन है, स्कुलको नाम मात्र लेखे भयो। बिए गर्नु भएको छ कि छैन लेख्नु पऱ्यो, बिए गर्नुभएको छैन, बिए गर्नुभएको छ, कहिले गर्नुभएको त 12 को 3। त्यसपछि अब फेउजा आफ्नो बुढीको अथवा बुढाको नाम, डेट अफ बर्थ, कोरियामा छ कि छैनन् त छैनन् है त, कोरियामा छैनन्। त्यसपछि बच्चा बच्चीको नाम, डेट अफ बर्थ, कोरियामा छैनन्, कतिजना छन् त्यही अनुसारले लेखेर तलपट्टि फेरि 4 को महिना 22 गते छाक्सङमा हजुरको नाम अनि साइन यसरी लेख्दा भयो। यो पनि सक्यो है त। त्यसपछि के छ त अब छुचन्छको याङ सिक्यो चाहिँ कम्पनीले तपाईँलाई 1 वर्ष भयो तपाईँ त्यो कम्पनीमा भने हजुरले चाहिँ कम्पनीले बनाइदिने हो, पेपर निकालेर दिनु, कम्पनीले डिटेल राखेर कहिलेदेखि के भयो भनेर राखेर यहाँनिर पछि गएर यहाँ कम्पनीको छाप लगाउँदा हुन्छ। छाप डेट र छाप लगाउँदा भयो, कम्पनीको नाम अथवा साउको नाम छाप लगाउँदा भयो, साउको नाम साइन गराउँदा नि हुन्छ, केही फरक पर्दैन है त। छुचन्छ नि यसरी भयो। त्यसपछि अरू त अब यो तपाईँको छुचन्छ पुरी साना भयो कि होइन, पुरी साना भए पनि अब ऊ पाइन्छ, त्यो पुरी सानाको सर्टिफिकेट हुन्छ, त्योको कुरा हो, केही भएन। अरू चाहिँ हजुरहरूले अब केही गरी यो छुङआन फुछोको ख्वाङयक्सीको छुचन्छहरू चाहियो भने चाहिँ यहाँ भएको नम्बरमा फोन गरेर के गरी कसरी गर्न सकिन्छ भनेर सोधाएर गर्दा हुन्छ है त। कम्पनी यहाँ सबै छ, पनि पछि कम्पनीलाई देखाएर यदि पोइन्ट पुगेन भने अथवा E7 4R को केसमा चाहिँ हजुरहरूले सबै डकुमेन्ट बनाएर नजिकैको हजुरको सिच्छङ, यदि सी हो भने, खुन हो भने खुन्छङ, त्यसपछि खु हो भने चाहिँ खुच्छङमा गएर सोध्नुहोस्। त्यहाँनिर अब हामीले E7 4R भन्ने भिजा आएको रहेछ, कसरी अप्लाई गर्न सकिन्छ भने चाहिँ डकुमेन्ट यही हो, यही बनाएर लयो हुन्छ। त्यसपछि गएर दिएर अनि छुचन्छ आएपछि हाई कोरियाबाट त्यहाँ दुईवटा अप्सन हुन्छ, एउटा चाहिँ तपाईँको भिजा E7 4R E7 4 हो कि E7 4R हो, चुज गरेर डकुमेन्ट राख्ने सेम तरिका हो, त्यस्तो गाह्रो छैन है त। त्यसपछि अब यो साधन फेन्काको अथवा सायोथुङ्गा प्रोग्रामको यो साइट भइहाल्यो, केआइपीको साइट यो भयो, टोपीको साइट यो भयो, यो त नर्मल कुरा हो। अब एलसीको कुरा आयो। एलसीमा चाहिँ मेन भनेको तपाईँको, एलसीमा मेन भनेको कति
2 वर्षको ख्याग र स्यालेरी मेन हो होइन। अरू त अब नामहरू हो, यो त हातले लेख्दा नि भयो, केही भएन, धेरै लेख्न पर्दैन, यति मात्र लेखेर कहिलेदेखि त E74 हो भिजा हो भने चाहिँ E74 को केसमा चाहिँ E74 को तपाईँको कहिले अप्लाई गर्ने त तपाईँले मानौ 2025 को 5 को 20मा अप्लाई गर्नुभयो भने त्यसको 5 को 20देखि 2027 को 5 को 19सम्म गर्नुहोस्। यो भनेको 2 इयर्स हो है त। यति गएपछि भयो होइन। तपाईँको भिजा चाहिँ अब तपाईँले E74R गर्दै हुनुहुन्छ भने चाहिँ यहाँनिर लेख्दा कसरी लेख्नुहोस् त, यहाँनिर लेख्दाखेरि चाहिँ अब छुच्छुन्छ अप्लाई गर्नु पर्यो, टाइम लाग्छ, आउन पर्यो, फेरि आइसकेपछि अप्लाई गर्नु पर्यो, त्यो भएको भएर चाहिँ E74 भिजा 허가 일로부터 2년까지 한다 भनेर यसरी लेखेपछि तपाईँको यो चाहिँ E7 भिजा जब तपाईँको लाग्छ त्यो दिनदेखिको 2 वर्षको कन्ट्याक्ट हुन्छ। त्यति भएपछि चाहिँ कहिले केही चेन्ज गर्नु पर्दैन है त। यो चाहिँ यसरी राख्दा भयो। त्यसपछि अब यहाँ अरू त नर्मल हो, केही कुन कम्पनी यताउता भनियो सबै भन्नुपर्छ भने चाहिँ अब स्यालेरी मेन। स्यालेरी चाहिँ हजुरहरूको केही नभए पनि अब 2,60,00,000 चाहिँ वर्षको कमाइ देखिनुपर्छ है। 2,60,00,000 भन्दा बढी इसा। त्यही भएको भएर अब कि चाहिँ साउले मान्दै मानेनन्, बेसिक स्यालेरी बढाउनु मानेनन् भने यहीँ लेखिदिँदा हुन्छ इच्छन युपेक मानन इसा भनेर यहाँ लेखिदिँदा भयो। अर्को कसरी लेख्न सकिन्छ, महिना घन्टे ज्याला 12,000 वन भनेर लेख्दा नि भयो घन्टे ज्यालामा। नत्र होइन भने चाहिँ 21,60,70,000 नर्मल्ली 22,00,000 जति बनाउनु भयो भने सजिलो हुन्छ है त। 22,00,000 यदि कम्पनीले दियो भने बनाउँदा, नत्र 21,80,000 जति चाहिँ बनाउनु पर्छ। जस 1 वर्षको हिसाब गरी हेर्नु, 1 वर्षको हिसाब गर्दा 2,60,00,000 बढ्ने भयो। अरू त्यस्तो केही छैन। अब यहाँ अरू त नर्मल हो। त्यसपछि साउको नाम, तपाईँको नाम, साइन कहिले लेखेको त्यसको डेट सक्यो है त। त्यसपछि यो भनेको चाहिँ हजुरहरूको लगभग पढ्दैन नगर्दा नि हुन्छ। अब तपाईँको के भन्छ भने योक्कन चाहिँ युक्योल भन्दा कम छ भने, युक्योल भन्दा चाहिँ कम छ भने त्यस्तो बेलामा युज गर्ने, नर्मली हुँदैन यो। त्यही भएर नगर्दा नि भयो। गर्दा पनि आजभोलि चाहिँ माने छैन भने जति तपाईँको पासपोर्टमा भिजाको डेट छ त्यतिसम्म मात्र आइरहेको छ अरे है त। त्यही भएर पासपोर्ट पनि भिजा अप्लाई गर्दै हुनुहुन्छ भने नयाँ बनाएर नयाँ आएको पासपोर्टले अप्लाई गर्नु होला है त। अर्को चाहिँ अब थुङ्गाप सिन्सन छ भनेको यो अघि नै 1 नम्बरमा थियो नि थुङ्गाप सिन्सन। यसमा तपाईँको के को लागि वान लाउनु भएको त, फेङ्क्यो छेर्यु छागेक फेङ्क्योङ नाम लेख्नुहोस्, थर नाम लेख्नुहोस्, यहाँ डिटेल राख्नु, यति डिटेल राखेर त्यसपछि यहाँनिर तपाईँको नाम छ, त्यसपछि डेट अफ बर्थ छ, नामजा नेपाल, त्यसपछि अब एलियन रेजिस्ट्रेसन कार्ड, योक्कन तपाईँको पासपोर्ट नम्बर, पासपोर्ट कहिले बनेको, पासपोर्ट कहिले हुने, त्यसपछि कोरियामा कहाँ बस्दै हुनुहुन्छ यहाँसम्म राखेर फोन नम्बरसम्म मात्र राख्नु, तलको राख्नु पर्दैन, केही गर्नु पर्दैन। त्यसपछि यहाँनिर तपाईँको कहिले अप्लाई गर्नुभएको हजुरले 25/5/20, त्यसपछि यहाँनिर नाम लेख्नु, यहाँनिर साइन गरिदिनु, सक्यो, केही गर्नु पर्दैन है त। अरू केही गर्नु पर्दैन, डिटेल तलको कम्पनीको नाम, कहाँ पढ्नुहुन्छ त्यो केही गर्नु पर्दैन, यति मात्र, यो ती मात्र गरे हुन्छ। मेन भनेको यतिमा मात्र लेख्दा हुन्छ, सक्यो। त्यसपछि सिनङ खोजुङसम्म अघि भनेको नि यो साउको माथिपट्टि साउको तपाईँको यो के हुन्छ फी फोजुइङ ओइगुगिन भनेर, यो चाहिँ तपाईँको साउको भन्दा नि तपाईँको आफ्नो डिटेल, आफ्नो नाम राख्नु, तपाईँको आफ्नो बारेमा राख्नु। तलपट्टि चाहिँ साउको कम्पनीको डिटेल राखेर यहाँनिर मेन भनेको यहाँनिर हो। यहाँनिर चाहिँ हजुरको अब तपाईँले E7 बनाउँदा अघि भने जस्तै 2025 को 5/20बाट 2027 को 5/19सम्म लेखिने भयो। हजुर होइन म चाहिँ त्यसरी लेख्दिनँ भन्नुहुन्छ भने चाहिँ त्यही अहिलेको जस्तै गरी E7 फो भिजा 허가 일로부터 तपाईँको 2년까지 한다 अन्त यसरी लेख्दा भयो। अब साउको नाम, साइन अनि डेट कति कहिले गर्नुभयो, अथवा कम्पनीको नाम छाप लगाइने हुन्छ, केही फरक पर्दैन है त। अरू केही होइन। फोटो चाहिँ हजुरको 3/4 को फोटो भयो भने हुन्छ। यो 3.5 र 4 फोटो, अथवा होइन मोबाइलबाट फोटो खिचेर पछाडिपट्टि ब्याकग्राउन्ड चाहिँ व्हाइट आउनु पर्यो है त। त्यो फोटोलाई राख्दा भयो। रिसेन्टली 6 महिना नकटेको अथवा पुरानो नभएको फोटो चाहिँ राख्नुपर्छ है त। त्यस्तो गाह्रो छैन हजुरहरूलाई। यो पनि त्यति मलाई धेरैजनाले एकचोटि बनाइदिनु न भिडियो भनेको मैले बनाइदिएको हो। एकचोटि सर हेर्नु होला, आफैले गर्न सकिन्छ। पैसा धेरै तिरेर अब बाहिरतिर कसैले 5 लाख, कसैले 10 लाख, अब कसैले त
अब ट्याक्स तिर्दाखेरि त 30 लाखसम्म पनि आउँदो रहेछ है। अब पैसा धेरैको पल आउँछ, धेरैजनाले सोध्नुहुन्छ। सकेसम्म अलिअलि टाइम मिल्छ भने अब आफ्नो दुःखको कमाइ हो। अब जे होस्, अब अरूले पनि काम गरेरै लिएका हुनुहुन्न चाहिँ होइन। अब उहाँहरूलाई पनि मैले नराम्रो त्यस्तो केही भनेको त होइन, तर नर्मल कुरा, सानो कुराहरू सर्ने गर्न सक्ने कुराहरू चाहिँ आफैले गरौँ भन्ने हो मेरो चाहिँ है। अब होइन अरूसँग गर्दै नगर्नुहोस्, पैसा खर्च गर्नुहुन्न भन्ने त्यस्तो चाहिँ केही होइन कि। टाइम छ, आफूले गर्न सक्ने सानो कुराहरू हो, त्यही भएर चाहिँ गर्न सकिन्छ भने आफै गर्नुहोस्। अब सकिँदैन भने त अब मान्छेहरू धेरै छन्, धेरैजनाले धेरै आफ्नो आफ्नो तरिकाले अब कसैले सहयोग गर्छन्, कसैले पैसा लिएर गर्छन्। अब हुन चाहिँ काम हो, तैपनि हजुरहरूले पनि कसैले केही गरिदियो भने चाहिँ, कसैले केही टाइम दियो भने चाहिँ त्यही अनुसारले। अब कसैले धेरै लिन्छन् भने त्यो त नराम्रो कुरा हो होइन। अब ठिकै गरिदिए बापतको, अब कसैले यहाँ कोरियामा त मेन भने समयको कुरा हो नि त। त्यो भएर अब त्यो त छुट्टै कुरा हो। तर यो मेन मैले भिडियो बनाएका ऊ चाहिँ धेरैले मलाई कसरी गर्ने, आफूले गर्न सक्ने कुरा एकचोटि गरिदिनु न भनेको भएर मैले भिडियो बनाएको हो, अरू त्यस्तो केही होइन है त। अर्को चाहिँ अब अप्लाई गर्दा चाहिँ सिधै हाइकोरियामा जाँदा भयो। हाइकोरियामा गएर हजुरको लगइन गर्नु पर्यो, पासपोर्ट चाहिन्छ है त। लगइन गरिसकेपछि अब मानव यहाँ तपाईँले लगइन गर्नुभयो, अब तपाईँले यहाँनिर लगइन गर्नुभयो है त। त्यो कसैको छैन रहेछ, ठिकै छ। यहाँ लगइन गरिसकेपछि अब यहाँ यो मिनोन भन्ने छ, यहाँनिर मिनोन सिन्छङ भन्ने यो हाइकोरियाको छापभन्दा तल मिनोन सिन्छङमा टच गर्नुभयो भने यहाँनिर तपाईँले चाहिँ छन्जा मिनोन भनेर पाउनुहुन्छ। छन्जा मिनोनभित्र छिरिसकेपछि चाहिँ अब लगइन गरेपछि मात्रै जानु मिल्छ। त्यहाँ गइसकेपछि अप्सनहरू हुन्छ, कुन तपाईँले चाहिँ गर्दै हुनुहुन्छ भनेर। त्यहाँनिर चाहिँ तपाईँको छेर्यु उइगुगिन छेर्यु फेङ्ग्योङ हगा भन्ने अप्सन हुन्छ। त्यहाँनिर टिक गरेर थाम गर्नुभयो भने अनि त्यहाँ डिटेल राखेर फोटो राख्ने अप्सन आउँछ। पिडिएफ बनाइरहनु पर्दैन, के गर्नु पर्दैन, नर्मल खालको क्लियर खाले फोटो खिचेर फोटो अपलोड गरिदिँदा हुन्छ, केही फरक पर्दैन। ठुलो फाइल चाहिँ नबनाउनु। त्यो फाइललाई स्क्यान गर्दा हजुरहरूले अब धेरै स्क्यानरहरू छ अनलाइनबाट, क्याम स्क्यानरहरू छ, त्यसपछि अब लेन्स भन्ने एप छ, त्यो एपबाट चाहिँ राम्रो क्लियर राम्रो फोटो स्क्यान गरेर फोटो नै हालिदिँदा हुन्छ। सकेसम्म मोबाइलबाट गर्न मिल्दैन, मोबाइलबाट गर्न हुँदैन मोबाइलबाट, त्यही भएर कम्प्युटर युज गर्नुहोस्, ल्यापटप युज गर्नुहोस्। यो अप्लाई गर्न पनि 5 देखि 10 मिनटभित्र मात्र टाइम हुन्छ जम्मा। त्यो धेरै टाइम लाउनु भयो भने त्यहाँ अड्किएर बसिरहन्छ। त्यही भएर 10 मिनटभित्र चाहिँ सकेसम्म 5 मिनटभित्र चाहिँ हजुरले सबै अपलोड गरेर खेल्चेसम्म पनि गरिसक्नुपर्छ। खेल्चे चाहिँ अब सकेसम्म कार्डबाट हुन्छ है, कार्डबाट अप्लाई जसले गरिदिनै हुन्छ। अब कार्डबाट अथवा त्यहाँनिर विभिन्न खाले अरू पनि तरिका छ। अब सर नर्मल्ली चाहिँ कार्डबाट खेल्चे गर्दा हुन्छ है त। हुन्छ ल, यही नै थियो। त्यस्तो धेरै हजुरहरूलाई धेरै नै मलाई चाहिँ एउटा बनाइदिनु न भिडियो भनेको भएर मैले यो भिडियो बनाइदिएको छु। ख्याल गर्नु होला, राम्रोसँग बस्नुहोस्, केही बुझ्नु भएन अथवा पिडिएफ फाइल मैले मेरो डिस्क्रिप्सनमा राखिदिएको छु तल, E7 को यो जुन E7 4 को हजुरहरूले गर्नु होला। त्यसपछि E7 4R को चाहिँ यही हो, तरिका यही हो। सबै डकुमेन्ट बनाएर सूचना आएपछि फेरि डकुमेन्टको चाहिँ फोटो खिचेर राख्नु होला। तपाईँले फेरि गल्ती गर्नुहुन्छ कि सूचना अप्लाई गर्दा डकुमेन्ट सबै दिएपछि त्यो डकुमेन्ट फिर्ता आउँछ भने सोच्नु त आउँदैन, फिर्ता आउँदैन। एउटा मात्र आउने भएको भएर दुईवटा डकुमेन्ट बनाउनुहोस्, अथवा फोटोकपी दिनुहोस् उता दिँदा। त्यसपछि यता चाहिँ फोटो खिचेर हाल्ने हो। त्यही फोटो खिचेर मोबाइललाई राखिरहे पनि हुन्छ। डकुमेन्टको पछि सूचना आएपछि सूचनाको फोटो खिचेर अनि हाइकोरियामा अपलोड गर्दै हुन्छ है त। ख्याल गर्नुहोस्, राम्रोसँग बस्नुहोस्। केही बुझ्नु भएन भने मेरो फोन नम्बर त जताततै छ, फोन गर्नुहोस् अथवा मेसेज गर्नुहोस्। फेसबुक निराजन ढकालमा है त। बाई बाई।